हालत भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई। वेलकम ब्याक टु माई न्यू भिडियो। त स्वागत छ हजुरहरूलाई आजको नयाँ भिडियोमा। र आज पनि हामी यहाँ पिन्चुरेमै छौँ। यहाँ हेर्नु बिहान 5:30 भइरहेछ होइन। 5:30 को भ्यू सर लालीगुराँस यहाँ पनि लालीगुराँस। चिसो चाहिँ यस्तो चिसो छ नि, हात यस्तो पानीमा हाल्यो भने पुरै हात त झरे जस्तो लाग्दो रहेछ क्या। गाह्रो छ। अब हामी यहाँनिर चियासिया गरेर यता डाँडातिर त आज केही देखिएकै छैन। अहिले बिहानै गएर पनि होला। अब हामी यहाँ चियासिया खान्छौँ अनि त्यसपछि सिधै लेख्दिन्छ केटाहरू रातभरि भन्छ लाग्छ नि कतिखेर खोल मात्रै आइरहेको मेरो त। तर पनि मैले यतिकै सुतेँ कि कोही कोही बेला त पसिना आएर कस्तो गर्मी भयो हो भाइ। म चुचुन्द्रो जस्तै देख्छु त म टाउको मात्रै देखाउँछ। भ्यू हेर्न उठ न, यस्तो बगाल छ। गुराँस हेरेर त उठ्ने बित्तिकै गुराँस पाउँदा। यतिखेर चाहिँ ठ्याक्क हामीले अब सबै थोक रेडी बनाइसकेको छौँ। ब्याग हानेर अनि यो पट्याइसकेछ भन्जाले म पनि यो पट्याइहाल्छु। अनि त्यही हो, बबाले बस्यो मजाले बस्यो। यहाँ दुईवटा ब्याग छ हाम्रो। अनि यो चाहिँ मेरो ब्याग हो। मेरो ब्यागमा अहिले के छ भन्दाखेरि सबभन्दा सुरुमा चाहिँ मैले जेल बोकेको छु क्या। एउटा जेल अहिले लाइ पनि सकेको छु। अनि मेरो ब्यागमा जहिले हुने भनेको यो दुईवटा, यो लाइसेन्स भइहाल्यो। अनि यो भोला खाएर केटाहरूले पछाडि हालेछ यो हनुमान चालिसा। जहिले हुने भनेको श्रीमद् भागवत गीता क्या। जहिले मेरो एनी टाइम मेरो ब्यागमा हुने भनेको यो दुईवटा हो। भोला चाहिँ म खाँदिनँ है, मैले खाएको होइन। म सुपारी पनि खाँदिनँ। त्यो केटाहरूले यहाँ राखेको छ। अनि मैले दुईवटा पेन्ट बोकेको थिएँ। एउटा फर्मल थियो, फर्मल चाहिँ मैले लगाइसकेको छु। एउटा ट्र्याक थियो, ट्र्याक लाएर आएको त्यो पनि पेन्ट छ। तर त्यो चाहिँ म अब लगाइएन, यत्तिकै फर्किने बेला भइहाल्यो अब। अनि हामी यहाँ एकछिन बस्छौँ, चियासिया खान्छौँ, त्यसपछि हामी निक्लिन्छौँ। अहिले त फेरि हुस्से यस्तै भइसक्यो ठ्याक्कसँगले। ऊ तल जान्छौँ यहाँनिर। अनि 1-2वटा भिडियो बनाएर चाहिँ हामी फर्किनु पर्ने हुन्छ। किनभने हामी अस्ति हिँड्दाखेरि 5:30मा हिँडेको थियौँ। 5:30मा हिँडेको थियौँ। तर यता यहाँ आइपुग्दाखेरि 4 बजेको थियो क्या। बेलुका 4 बजीतिर आइपुगेको थियौँ। अब निक्लिँदा चाहिँ हामीले छिटै निक्लिनु पर्ने हुन्छ। किनभने एकदम उता 5:30मा हिँड्दा 4 बजी यहाँ आइपुग्यो भने चाहिँ त अब अहिले त 7 बजिसक्यो। अब हिँड्यो भने त अब फेरि टाइम लाग्छ नि त। भान्जाको गाडीले अलिक हान्नु पऱ्यो किक बिहानै जङ्गेर। ल दुईवटा गाडी हाम्रो चालु भइसकेको छ। भान्जालाई चाहिँ च्वाख देखिएको छ कि भन्दा त खुसी हुन्थ्यो। गाला पड्काउँछु अनि गुराँसकै दाउरा जस्तो छ त। यहाँ यस्तो बोर्ड छ। अनि यहीँ गुराँसको दाउरा हुँदा त सएन नि त मिलेन त। अनि तर मरेको गुराँस जस्तो छ। यसो हेर फुल्यो बनैमा तिम्रो मन्जुल्यो मेरो यो मनैमा हे मनैमा। कस्तो पिस ठाउँ क्या। आमा जता गए पनि पिस। तर चिसो चाहिँ यस्तो छ नि, माइनसतिर चिसो छ क्या यहाँ। गुराँसै गुराँस। तर अबको लगभग 10 दिनमा चाहिँ पुरै सबै नै झर्ने रहेछ। अहिले चाहिँ हरा खाने हो। तर कति धेरै झर्न थालिसकेको छ। झर्दा अब त सकिन्छ यो कति। यहाँ त पुरै बुरुङ झरेको छ। टिप्नै पर्दैन, आफै झरिरहेको छ त। अनि यता देख्न सक्नुहुन्छ गुराँसको फेदमुनि पक्कर फर्किँदैछ। आमा कति गुराँसै गुराँस के कुरा गर्नु अब गुराँसको। अहिले चाहिँ फेरि हामी त्यो भन्दा पनि तल झरिसक्यौँ। गोड जस्तै रहेछ एउटा। तर यहाँ गुराँस यसरी टिपेर राख्नु त हुँदैन थियो। त्यहाँनिर राखेको रहेछ। यो सेतो रहेछ, यहाँनिर रातो रहेछ।
यसरी तर यतै उनीको मान्छेलाई त के वास्तै त हुँदैन होला। यहाँ आगो पनि बालेर छ, बालेर ताप्नुपर्छ कि क्या फर्स्टै जाडो छ त। अनि यहाँनिर पनि ढुङ्गाहरू ठ्याक्क राखेको बल्टा चाहिँ केटाहरू दिक्क भइसक्यो के भिडियो 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 भनेर। म चाहिँ साइड लागेर आफ्नै तालमा बनाइरहेको छु भिडियो ब्लगहरू बनाइरहेको छु मस्त आफ्नो तालमा। केटाहरू जान्छ भिडियो सिडियो भन्छ, धन्न अर्को पनि आइफोन छ होइन अनि त केटाहरूले मलाई नि लिएर जान्थ्यो, त्यो चाहिँ फाइदा भएको छ। यी कस्तो यार अब यहाँ भिडियो बनाउनु पनि नपाउनु उनीहरूलाई, यहाँ हुँदा पनि अब म यहाँ आउँदा पनि उता हट भन्छ। अलिअलि घाम लागे जस्तो पनि भयो। अनि यहाँ माथि जाउँ भनेको, यहाँ माथि चाहिँ यहाँ गेट लगाएको रहेछ क्या। यहाँ सायद केही मन्दिरहरू छ जस्तो लाग्यो, किनभने यो काँडेतार पनि लगाएको छ। अनि हामी यता गएनौँ। अब घाम पनि अलिअलि लागे जस्तो भयो, उगारो भएको छ एकदम, गुराँसहरू ट्याक्क देखिरहेछ। यहाँदेखि एकचोटि एउटा भ्यू हेरिदिउँ न कस्तो देखिँदो रहेछ। यहाँदेखि चाहिँ पुरै जङ्गल स्टार्ट हुँदो रहेछ क्या गुराँसको सबै। यहाँ मुनिको एउटा बोटमा चाहिँ बवाल फुलेको रहेछ, झर्नेको पनि छैन त्यहाँको चाहिँ। यता माथिको चाहिँ झरिसकेछ, यो बोटको चाहिँ झरेको रहेन रहेछ। ल लेट्सको, केटाहरू गइसक्यो। अहिले चाहिँ हामी फेरि माथि चढ्ने क्रममा छौँ। तल एकछिन घुमेर माथि निक्ल्यौँ। यो त मल पो रहेछ त, गुइठै गुइठा भएको, गोबरको गुइठै गुइठा भएको त मल पो रहेछ। जोस् हावाको झापाको गर्मी थियो, चिसो खाइयो। अब फर्केर फेरि झापै जानुपर्ने हो। फुलेको फुल अहिले राजरला मन मेरो सर्दैन, तिनजुरे गएको एउटा नि केटी मनै पर्दैन, यो सब तिम्रै कारणले हो हे मायालु, यो सबै तिम्रै कारणले हो। यसलाई त दामले लाउनु पर्दैन रहेछ। हौ हान्छ कि क्या हो, हान्छ कि क्या हो यसले त, हान्न चाहिँ हान्यो। दामले लाउनु पर्दैन रहेछ नि, मस्त। सो फाइनल्ली हामी चाहिँ अब यहाँबाट निक्लिनु पर्ने हुन्छ। तल गयौँ, एकछिन खायौँ अरे एकछिन घुम्यौँ, त्यसपछि फर्केर हामीले चिया र चाउचाउ खाएर अब हामीले यहाँबाट निक्लिनु पर्ने हुन्छ। हामीले च्याट्ट मिलाइसकेको छौँ, हामी अरू जस्तो छैनौँ। उयो मन्टी फलक पनि बोकेर होइन। अनि अहिले चाहिँ ठ्याक्कै हाम्रो कति बज्यो भने 8:23 भएको छ र लास्टचोटि भ्यू हेर्दै हामी यताको ल निक्लिनु पर्ने हुन्छ। अनि जाडो कतिको छ त भान्जा, कस्तो भयो त ट्रिप कस्तो भयो? हाउ इज ट्रिप? गुड, फ्यान्टास्टिक एकदम। एक्स अफ रेडी, केही छोडिएन नि सामानहरू। ल दिदीलाई धेरै धेरै धन्यवाद। अनि तपाईँहरू यहाँ तिनजोरे आउँदाखेरि त्यो टिकटकमा होटलै छैन भन्छ नि, त्यसको चाहिँ म गाला पड्काउँछु क्या। होटल छ त, यहीँ बस्नु भयो भने तपाईँहरू 15-16जना आउनु भने यहीँ अट्नुहुन्छ। अनि तपाईँहरू आउँदाखेरि तिनचुरे गुराँस गेस्ट हाउसमा बस्न सक्नुहुन्छ। एकदम बेस्ट सर्भिस, एकदम बवाल, खानेकुराहरू पनि एकदम मिठो, सस्तोमा पनि सस्तो। अनि यहाँ पनि छ एउटा होमस्टे। सो तपाईँहरू आउँदाखेरि ढुक्क भएर आउँदा हुन्छ क्या। हामी चाहिँ ठ्याक्क माथि नै आएको छौँ, टपमै आएको छौँ। बिहानको 8:30तिर भयो, तर हामीलाई घर पुग्न लास्टै टाइम लाग्छ क्या। यहाँ छ बसन्ती। अरे यो त 150 पो रहेछ त, म त 125 भनेर कुदाइरहेको थिएँ अहिले चाहिँ। 150 पो रहेछ त भान्जाको। यहाँ छ भान्जाको चाहिँ बाइक। ल चाबी कोसँग छ? मेरो रेनकोट यत्तिकै छ क्या, राति पानी आएर भिजो सुको। चाबी देऊ न त त्यसको मलाई। ए चाबी त्यहीँ छ। ला हेलमेट भित्र राखिएन छ नि त राति। ए धन्न, फेरि एकचोटि पार। ठ्याक्क अहिले यस्तो अफ रोड भयो नि यहाँनिर, यस्तो बाटो छ जान। हामी ठ्याक्क माथि टुप्पोमा पुग्दा चाहिँ लास्टै गाह्रो परेको थियो हिजो। आज झर्दा पनि त्यस्तै भइसक्यो। अनि म मात्रै छु अहिले चाहिँ, केटाहरू अगाडि गइसक्यो। अब म पनि निक्लिनु पर्ने हुन्छ। गुराँसको बोटै बोट छ, तल चाहिँ त्यति फुलेको छैन, माथितिर चाहिँ बहाले फुलेको छ। अनि यो हेलमेटको यो झरेर नि कस्तो कुदाउँदै जाँदा झरेर अनमा छोपेर कुदाउने कस्तो अप्ठ्यारो भइरहेछ।
यो कुदाएको छु क्या अहिले मैले 150 मरि गए तान्दैन ल निक्ल्यौँ है अहिले चाहिँ हामीले बल्ल 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 पिच रोड भेटाएको छौँ इतनी खुसी तर हिजो जाँदा त धेर बेर जस्तो लागेको थियो त अहिले झर्दा त कति बेरै लाग्यो उकालो अनि मलाई हिँडायो आधी बाटोदेखि मलाई हिँडाएको छ ल लाग्यो बसन्तपुरमा भयो भने हामी त्यो के अरे घर पुरानो पहाडको जस्तै घर छ नि पहाड त पहाडै हो त्यहाँनिर अलिकति ल जाउँ हामी निक्ल्यौँ बसन्तपुरको लागि अहिले चाहिँ हामी ठ्याक्क बसन्तपुरमा आइसकेको छौँ मेरो दोस्ती चाहिँ मास्क किन्न गएको छ किनभने हेलमेट ल्याउने भन्ने कुरा थियो हेलमेट ल्याउने बिर्सेछ आँखा हान्छ नि त झरै अनि साथी चाहिँ हेलमेट मास्क किन्न गएको छ नगर बस नगरपालिकाद्वारा लालीगुराँस अरे यो नगरपालिका हो बसन्तपुर लालीगुराँस नगरपालिका 2 बसन्तपुर अनि हामीले भनेको ठाउँ चाहिँ जाने कि नजाने उताको भेट्यो भने चाहिँ जान्छौँ भेटिएन भने त अब त्यही हो सिधै फर्किने हो यहाँनिर बाटोमा आउँदा हामीले ऐँसेले हन्टिङ हानिसकेको छौँ र ऐँसेले हामीले पाकेको उयो पहेँलो नि भन्छ भने फेरि कहिले केही नदेखे जस्तो नगर न कि छैन देखेको आजै देखेको होइन होला के हो अरू चाहिँ एउटा कहिले नखाएको मान्छे यताति छ जस्तो छ यहाँनिर रहेछ झन् यहाँ त काँडै काँडा रहेछ फेरि त्यसपछि यर 2टा यता रहेछ नि भान्जा भेट्ने ठाउँमा भेट्यो नि जुस निक्लिन्छ प्याक गरेर गोजीमा हाल्यो आया हात घोच्छ नि भान्जा काँडा हुन्छ काकै रहेन रहेछ साँच्ची भान्जाले त अब धेरै बस्नु हुँदैन यस्तो ठाउँमा फेरि लेक लाग्छ लेक लागेर लु लागेर के हो यहाँ फिङ्गर हेर भान्जा यो ढुङ्ग्री कसले यहाँ हेर न नपुरै फाल्दैछ ओ शिशिर भान्जा ढुङ्ग्री हेर न ढुङ्ग्री टिपेर लगेर फुलाउन लाउ न सक्छ त कसैले सक्दैन नि फेरि लभ यु अल ओ यहाँ त आम्मो यहाँ त जहीँ मन्दिर यार डर पो लाग्ने त पिसाब त फेरि गाह्रो बुझ हो अरू हुस्से त कस्तो आएको म जादु मलाई यो हुस्सेमाथि चढाएर कसै लगे पनि हुने नि त्यतै उति घुमाइराखेँ ल लागौँ अहिले चाहिँ हामी ठ्याक्क घर फर्कने क्रममा फेरि पनि हिलेमा आइपुगेको छौँ अहिले चाहिँ ठ्याक्क छेउबाटै हेरिदिउँ न यो भनेर तुङबालाई हेरौँ तुङबा कस्तो फेमस होला क्या यहाँ तुङबा कस्तो मिठो होला भन्नु न होइन भने यति साह्रो फेमस त हुँदैन थियो नि त बिचमा ए यहाँ त प्रोसेस रहेछ नि त तुङबा बनाउने प्रोसेस हो यो ए होइन नि नरसिङ्गाहरू छ केहरू छ यो के हो भने चाहिँ ओ तुङबा तानेको हेर्नु त यहाँ बसेर दाजुभाइ च्याट्ट मिलेर हामी चाहिँ कहिले तान्नु हौ दाजुभाइ मिलेर छ नि त यो के हो क्या यो लाफिङ बुद्ध ओ हाँसेको हेर्नु न हाँसेको लाफिङ बुद्धको फोटो र मूर्ति रहेछ नि ए हो त यो बनाउने पर्खिआइ रहेछ क्या र डान्स हान्नु हुँदो रहेछ पुरै ट्याङडुङ केटाहरू अब फोटो खिच्नलाई फुर्सद छैन काठ होइन नि सिमेन्ट हो माया धर्राणी चट्ट फोटो खिचौँ 2टा अनि लाग्नुपर्छ हुन्छ 1000को माला नि फेरि 2जनाको खिचौँ न त एक दुईवटा होइन योसँग त नखिचौँ चाहिँ हामी धनकुटा आएको धनकुटामा आएर 3टा होटलमा सोधेको 3टा होटलमा भातै रहेन रहेछ अब कहाँ जाने हो भन्ने तनावमा भान्जालाई रिङ्गटा लागेर लड्न आइदिरहेको
क्यार्नु अब गौतम होटलतिर हुन्छ गौतम होटल त्यो हाम्रो गौतम बुद्ध दाजुको हो हामी अब यता होटलतिर बुझ्छौँ अनि खान्छौँ त्यसपछि फेरि हाम्रो यात्रा सुरु हुन्छ गन्तव्य जारी नै छ हाम्रो यात्रा जारी नै छ हामी गन्तव्यमा पुगेको छैनौँ आज पुग्दै छैटौँ दिन होइन हाम्रो होइन हो नि एक हप्ताको टुर हो नि त हाम्रो होइन छैटौँ दिन यु क्यान सी धनकुटा बजार एकदम नाइस छ पछिको मेरो ससुराली यही हो यो चाहिँ खाना भेटिसक्यौँ त्यहीँ अघि गौतम होटल के भन्दै थियौँ त्यहीँ आएर त्यहीँनिर छ र यहाँनिर यस्तो रहेछ ठिकै छ यहाँ मलाई बस्न चाहिँ मन थिएन अब जबरजस्ती बस्नै परिहाल्यो खाना अर्डर गरिहाल्यो अरूतिर 3 ठाउँको जानु नपाएपछि अब के हो अब यहीँ बस्ने यहीँ खाने म वाइफाईको पासवर्ड हाली मागेर आउँछु ल बिकज इट्स नेसेसरी निड सो हाम्रो चाहिँ खाना आइसकेको छ अब हामीले यहाँबाट खाना खाएर चाहिँ ठ्याक्क निक्लिनु पर्ने हुन्छ के हो त्यो चनाको रहेछ म त सिबीको जस्तै दाम लाग्यो दाल साग रायोको साग अब यो खाएर चाहिँ हामीले तनक्क बलवान भएर पिसिर भान्जा अलिकति बौरिन्छ कि अघिदेखि तन्केको भात सात खाएर तनक्क तन्केर चाहिँ अब हामीले हिँड्नुपर्ने हुन्छ यस्तो पाराले हामी घर पुग्दैनौँ भन्ने बेलामै पुग्दैनौँ 8 बजीतिर पुग्यौँ भने पनि भइहाल्यो 11:30 भइसक्यो 11:30 भइसक्यो अब अलिक गर्मी भयो जस्तो भयो अहिले आएर अहिले बाटो हुन्छ बाटोमा फेरि तनक्क तन्काउँछ त्यही भएर हामीले लुगा खोलिनौँ भात खायौँ अब यहाँदेखि हामीले निक्लिनु पर्ने हुन्छ अनि धनकुटा बजार त एकदम राम्रो रहेछ त धनकुटाका मान्छेहरू झन् राम्रा रहेछ नि त मलाई एकदम मन परिरहेको छ त पहिल्यैदेखि भन्न मात्रै नसक्नु भाइले कस्तो मजाले होइन के गरे हो यिनीहरूले के को तमास देखाएको होला भन्दै होला नि मन भनेको हेलो मुखबाट डराए जस्तो छ मलाई देखेँ त के भन्छ भन्छ कहाँ छ न मेरो भिडियो कमेन्ट गर्दै को तँलाई ल अब चाहिँ निस्किनु हामी हुल्यौँ है बिल तिर्नु पऱ्यो नि भान्जा यतिखेर चाहिँ हामी पताले डाँडो आइपुगेको छौँ यु क्यान से हाउ 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 एकदम लभली हरियालीले पुरै ढाकेको ठाउँमा आइसकेको छौँ र हामी यहाँ बाइकलाई एकछिन रेस्ट दिउँ भन्ने कुरा आयो किनभने अब प्यात 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 गर्छ तान्दैन अनि एकछिन हामीले रेस्ट दिनुपर्ने हुन्छ बाइकलाई त्यसपछि फेरि हामी स्विक 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 निक्लिन्छौँ बरु यो बाइकलाई निकै तान्दो रहेछ हौ भान्जा कहाँ निके कस्तो खतरा निके भान्जाको बाइकलाई पनि तानेकै हो तान्न चाहिँ अन्त 3 गियर माग्छ क्या उकालोमा पनि यसलाई अब 2मा हाल्यो भने 1मा झार्की झार भन्छ के गर्नु हो क्या धरानको चिल्लो बाटोमा चाहिँ यस्तो बवाल मजा आउँछ नि यहाँनिर बाइक सरर यस्तो बनाएको नि यो घरको साम्बाङजीलाई सल्युट तर यस्तो भएन यो चाहिँ हुनु भएन क्या बाटोतिर यस्तो बवाल मजा आयो नि म त केटाहरूलाई कहाँ पछाडि छोडेर आएँ है केटाहरू भर्खर आउँदैछ म चाहिँ यहाँ आएर ठ्याक्क बसेको छु यहाँ जङ्गलभित्र आएको त के हो आगो लाग्दैछ क्या धुवा उठ्दैछ त पुरै पत 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 यहाँ त होइन के हो यो पारा पुरै आगो लाग्दैछ कि क्या हो यहाँनिर त अनि अहिले चाहिँ कस्तो छ भने हामी ठ्याक्क 2टा बाइकलाई रोकेर केटाहरूलाई मैले थोरै बेर पर्थेँ त यस्तो गर्यौँ माथि घाममा पर्छ अनि आएन अनि यहाँ शीतलमा आएर पर्सेको त बिचमै फोटो खिच्न थालेछ केटाहरूले त हैट फेरि यार लुगा मात्रै छ बाइकले त लुगाइले झाकेको छ सबै हैट फेरि गयो जुत्ताको हालत गियर चेन्ज गर्दा एउटा गियर यताको मात्रै यस्तो भएको गएर धोएर छ्याट्टसँगले यसलाई राख्ने हो अर्कोचोटि डेटमा जाँदा लाउने हो नि त मेरो अहिले चाहिँ फोटो किन सार्नु हो र कसलाई हालिदिनु छ हौ त जुस खाने भनेर अब यहाँ बाटोमा रोकेको अब नखाउन भनेको शिशिर भन्छ म खुवाउँछु भन्छ अब खाइदिनै पर्यो नखाउँदा रिसाएर झडङ्ग हुन्छ यत्रो घुमेर आइस मलाई जुस खाइन चाहिँ आज भन्छ गाह्रो छ अब साथीको मन राखिदिनु पर्यो उता माफियाले खुवाउने हो कि
माफिया त तन्के जस्तो छ अघि पुछरै छैन त यस्तो त कहाँ गयो अब स्न्याप अघि स्न्याप हाने 10 रुपैयाँ ल हामी चाहिँ जुस खाएर अब ठ्याक्क निक्लिन लाग्यौँ यहाँबाट निक्लेर चाहिँ हामी सिधै घर जाने अब नो दायाँ बायाँ अन्ली सिधा घर पुगेर तिर कोडेर ड्याम्मै एसी गरेर लड्ने हो अब म अघि यत्रो आएको थियो अहिले त कत्रो लागिसकेको छ त्यहाँ त पुरुङ रुङ हौ यस्तो भन्दा गाह्रो हुन्छ त हो अनि जाउँ है भान्जा ल मै कुदाउँछु यतिखेर चाहिँ हामी ठ्याक्क पिच एसियन हाइवेदेखि भित्र बज्यौँ क्या आउँदा यहाँ हेर्नु न हालत यहाँ हो भाइ सिसिर भन्छ यो यहाँ हात हेर्नु न हातमा धुलो यहाँ हेर्नु आमा मर्दैन त मान्छे यस्तो भएपछि बज्यौँ हो भन्छ ए ब्यागै राख्न बिर्सेछ यस्तो साह्रो परिरहेछ नि सास अड्क्यो मनिषलाई फोन गरेर अयो थेरिका पुरै पाता भोलि त म त उठ्न सक्दिनँ तिमी मार्ने रहेछ थेरिका गाह्रो पऱ्यो हामी दमक काट अब लगभग आधी घन्टा 1 घन्टामा पुग्छौँ अब घर कति बेला पुग्छौँ अब आधी घन्टा 45 अब लगभग आधी घन्टामा जति यहाँ घर पुग्छौँ अहिले 4:09 गयो अब 5 बजी लगभग 5 बजी पुग्छौँ हामी 5 बजीतिर पुग्छौँ यस्तो कुदाउँदा पनि यत्रो बेर लाग्यो यार थ्याट त्यही पुरानो गेटअपमा अब नयाँ गेटअप गरौँ भने छैन त यहाँ ब्यागभित्र मात्रै छ अहिले आफ्टर 4 घन्टा पछाडि बाइक चलाएर इटरीबाट यहाँ आयौँ बिहानै हिँडेको थियौँ उताबाट चाहिँ बिहान अरे जस इटरीबाट यहाँ आइपुग्न लास्ट गाह्रो भयो क्या हाता यस्तो छ अब लुगाहरू यस्तो छ अब जुत्ताहरू यस्तो छ बल्ल आइ चाहिँ पुग्यो जस राम्ररी नै मनिष भान्जा चाहिँ अझै आइपुगेकै छैन अब फोन गरेर मनिष भान्जालाई बोलाएर अनि यहाँनिर खाजासाजा खाएर अनि त्यसपछि हाम्रो हल्का यहाँ हिसाब किताब मिलाउनु पर्ने हुन्छ त्यो मिलाएर हामी त्यस पछाडि निक्लिन्छौँ त के अब घर गएर ड्याममा सुत्ने हो नुहाइकन त सुत्न सकिँदैन यस्तो छ हालत अनि टाउकोमा चाहिँ धन्न केही भएन क्या फुलवाला हेलमेट थियो नि त त्यही भएर टाउकोमा चाहिँ केही हुन पाएन यस्तो धुलोहरू लागेन अनि सो त्यही हो श्वासमा भइरहेको छ र हात पनि लास्टै गयो यहाँ यस्तो चाप्ता त यहाँ त पिल्लिनै आँटिसकेको छ यस्तोमा ओफ गाह्रो यहाँ चटपटे खाने हो तर मनिष भाइले लास्ट जिद्दी गर्यो क्या अघि घर पुगिसकेछ अब भएन त तनाव उसलाई चाहिँ हामीले बिचमा बाटोमा पनि पर्खेर फोन गरेको तर केही छैन अगाडि ऊ निक्ल्यो क्या अलिकति अगाडि त्यहाँनिर इटरीमा हामी ट्राफिकमा त्यो सिग्नलमा अड्क्यौँ ऊ चाहिँ निक्लिहाल्यो बाइकै भक्कै लड्यो त ऊ नलड न हौ यसरी ब्रस यहीँ रहेछ फेरि ब्रस चाहिँ गरे होइन बोकिया मात्रै चापाचाप भयो त अनि 3 जुलाईदेखि यहाँसम्म यही बाइकमा आइयो यार यो बाइक भन्दा पनि मनिष भाइको पनि कुदाएँ मैले तर धेरै जस्तो चाहिँ यो कुदाएँ जो साथ दियो लभ यू भन्ने हो यसलाई शिशिर भान्जा र म ठ्याक्क मनिषैकोमा गएर पड्काएर आउने हो मान्छेलाई अब त्यसलाई हामीलाई छोडेर जानुहुन्छ त त्यसरी भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई के त भन्दाखेरिमा हो नि त चुरेको चिल्लो उसको फेरि फिल्मै जान्छ हो फेरि चाहिँ मनिष भाइहरूकोमा आइपुगेको छ मनिष भाइले नुहाएर अघि हान्नु पर्ने ल अब मनिष भाइले नुहाएर छिड्क्क भएर आइसकेछ अब हामी चाहिँ कतिखेर गएर नुहाउनु हो अनि अब चाहिँ हामी राख्छौँ राजन भाइले मलाई घर छोडिदिन्छ त्यसपछि हामी दुईटा सर्ट दुईटा छैट अरे ल फेरि नेक्स्ट ट्रिपमा भेट्नुपर्छ हामी अब आन्टीलाई पकाइराख्नु नेक्स्ट ट्रिपको लागि ल भान्जालाई पनि हामी नेक्स्ट ट्रिपको लागि भेट्छौँ
मलाई घर छोडिदिएर अब राजन भाइ सिधै निक्लिन्छ घर एक मुठा साग लिएर किनभने मम्मीले अघि साग ल्याउनु भने हो नि त अनि आजको भ्लग पनि यतै सकिन्छ सो भ्लग हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद अनि हाम्रो टोटल खर्च चाहिँ दुईजनाको बाइक हुँदाखेरि ठ्याक्कै 2500 जति लाग्यो एभरेजमा अनि 2500 भएपछि त रमाइलो भयो त 2500मा 2 दिन घुमेर आइयो त 3 जुरे गरेर गुराँस हेरेर आइयो त त्यस्तो आफ्नै उयो खर्चले चाहिँ आफ्नै त्यो त त्यो मिटर त देखाउनु पर्दैन के मेरो र्याङ्कको निकाल्दै त मलाई त घरमा त यतै पठाउँछ नि त अनि हाम्रो टोटल खर्च चाहिँ 2500 लाग्यो 3 जनाको 2500 नि फेरि 2500 चाहिँ होइन ल अनि आजको भ्लग यतै सकिन्छ भ्लग हेरिदिनु भएकोमा बाई अनि चस्मा मेरो यहाँ छ